सबैजनालाई स्वागत छ मेरो च्यानलमा। नमस्ते पनि भन्न चाहे। म चाहिँ आज के भन्न आएको भन्दा मेरो आफ्नै एउटा स्टोरी भन्न आएको। के स्टोरी भन्दा लाइफमा मेरो चाहिँ के भएको थियो भन्दा एउटा मान्छे थियो जुन आफूले माया गरेको मान्छे। त्यो मान्छेहरूले अब दबाउँदा भित्र मैले राख्दा पनि त्यो मान्छेलाई चाहिँ अब मैले भन्न नपाएको चिजहरू पनि थियो। ठिक छ, यो मेरो आफ्नै गाउँको अब देवल लगाइरहेको छु। यो चाहिँ शिवलिङ हो, यहाँ कार्य हुँदैछ। उता चाहिँ मेरो गाउँ सिमचाउर हो। अनि म चाहिँ अहिले यतातिर आएको छु। बुद्धजी आउनु भइरहेको छु। बुद्ध जस्तै बन्नु पर्यो भनेर के गर्नु। यहाँ चाहिँ यसरी हाम्रो पानीले खाएको छ। बन्छ होला यो। ठिक छ, बन्न लगाइरहेको छ, ढुङ्गाहरू सारिसिया छ। ठिक छ, यता चाहिँ स्पोर्ट हो, यो चाहिँ होइन स्पोर्ट पार्क हो। अनि यतातिर चाहिँ बारसार चलाइरहेछ। यहाँ चाहिँ अब केही भन्ने कार्यहरू हुँदै थियो। ठिक छ, बन्दैछ, डेभलप हुँदैछ सिमचार। तर सानो भ्लग लिएर आएको मैले। ठिक छ, अनि आजको दिनमा चाहिँ मैले जुन हामी त्यो घुमेर नि ढेकी जात सिलीबाट आएपछि थकान त भएको छैन, पनि त्यस्तै भएको थियो। भ्लग बनाउनु पाएको थिएन। म भ्लगर मात्रै होइन क्या, हरेक चिज हो। अब भ्लगर मात्रै पनि होइन, म एउटा गीत पनि गाइदिन्छु नर्मल्ली, भिडियो पनि सुट हालिदिन्छु, अनि हरेक चिज गर्छु म। अलिकति डिरेक्टर जस्तो पनि काम गर्छु, एक्टिङ पनि गर्छु, हरेक गर्छु क्या मैले, हरेक गर्छु। तर हरेक गर्दा पनि मनमा सन्तुष्टि नहुने भने नै एउटा मायाले गर्दा हो क्या। मैले ट्रेनिङ लिइरहेको छु। ट्रेनिङ पनि लगभग सकिसक्यो। अनि मलाई चाहिँ के भएको थियो भन्दा तपाईँहरूको काम कसरी भन्ने, अनि मलाई चाहिँ यो यता जुन छ नि, यता रङबारी चाहिँ यता हो जुन, अब यसलाई रङबारी भन्छ। विद्युत 4 पर्छ यो पनि। मेरो गाउँ चाहिँ अलिक उता देखिरहेछ। तर अनि मैले देखाएको विशेष चाहिँ यस्तो छ क्या, अवस्थाहरू यस्तो फोहोरहरू यहीँ ल्याएर फाल्ने। यहाँतिरको मान्छेहरूलाई सायद माथिबाट त कहाँबाट आउनु, यहीँतिरको मान्छेहरूलाई यहाँ ल्याएर फाल्ने। यहाँतिरको मान्छेहरूलाई चाहिँ मेरो यो भिडियो हेरिरहनु भएको थियो भने नफालिदिनु होला। किनभने हाम्रो अब यस्तो ठाउँतिर फाल्यो भने फोहोर गाडीहरू आउँछ। यस्तो ठाउँमा फाल्यो भने अब यो अब यहीँ फोहोर हुन्छ। अब यो पानी बोक्नै पाउँदैन, आदि गाडिसकेको छ। अनि यही फाल्यो भने खोलामा जान्छ, खोला फोहोर हुन्छ। सोच्दैन अब अलिकति पनि गर्नु। अनि यो चाहिँ यता चाहिँ घुमाउने जाने बाटो होइन, घाट जाने बाटो। अनि यता चाहिँ रङबारी। म चाहिँ अहिले साथीकोमा जान लाग्यो, फारम भन्ने। त्यहाँ पनि अब यतैबाट जानुपर्ने हुन्छ। म चाहिँ आज विशेष गरी के भन्न आएको भन्दा, तपाईँहरूले चाहिँ बरु मैले भोगेअनुसार बुझेअनुसार चाहिँ तपाईँहरू माया गर्छ भने चाहिँ होइन, यसलाई भनिदिइहाल्नु क्या। त्यो माया गर्छ भने चाहिँ भनिदिइहाल्नु। किनभने भनेर भने आफूलाई नै गाह्रो हुन्छ कि। किन भन्दा अब आफूसँग दबेर राख्ने हो कि त्यो चिज चाहिँ भन्नुपर्ने चिज हो। चाहे उसकोबाट रेस्पोन्स जे आए पनि, तर भन्नु चाहिँ पर्दो रहेछ। तर मलाई पनि विश्वास चाहिँ लाग्दैन यो माया, यो किना यो के लाग्दैन कि। अब लाग्नु पनि छोडिसक्यो। किन भन्दा यसमा धेरै रिजनहरू पनि छ, त्यो तपाईँहरूले पनि बुझिरहनु सक्छ कस्तो आइरहेको छ। अब तपाईँहरूलाई मेरो स्टोरी सुनाउन आएको त होइन, मैले एउटा सानो एउटा लेक्चर जस्तै भन्न आएको हो कि। यो माया, यो मोहब्बत, यो भन्ने चिज भने फिल्मतिर मात्रै राम्रो हो क्या, रियल लाइफमा केही पनि राम्रो छैन मेरो अनुसारमा चाहिँ। मेरो त फाइनली देखिसकेको छ अगाडि डेन्जर है, अगाडि बुझ्छ।
डेन्जर जोनभित्र जाँदैछु कि अब म जस्तो मान्छेले त अब गीत चाहिँ हाल्नुपर्ने हो तर भ्लग बनाइरहेको छु किन बना भन्दा यो भ्लग चाहिँ मेरो विशेष जानकारी चाहिँ मैले तपाईँहरूलाई चाहिँ के दिन चाहेँ भन्दा यो जुन छ नि मैले भन्दाखेरि माया यो केही पनि होइन क्या मैले पनि एकजना व्यक्तिलाई अति माया गरेँ एकदम अति नै माया गरेँ हो तर माया भन्ने चिज एकरो रोटी नपाएको रहेछ क्या दोहोरो पकाउनु पर्ने रहेछ अति नै माया गरेँ मैले पनि त्यसैले अब माया भन्ने चिजमा चाहिँ अब चाहिँ विश्वास चाहिँ छैन क्या मलाई चाहिँ माया यो गर्छ नि त्यो भएर सब लोडालाई सुन्नु तपाईँहरू यसको पछि नभाग्नुहोस् मैले भनेको छु नि त मैले भनेको छु मलाई थाहा छ त्यसरी तपाईँहरूले पनि यो मसँग दोहोऱ्याएको पाठ तपाईँहरूसँग नदोहोरोस् भनेर मैले सुझाव दिउँ यता हुँदो रहेछ अङ्कल पनि ल बाहिर चढाउनु अनि म चाहिँ यस्तो खोला नाला हेर्न आएको छु फेरि फ्रेस हुनु माइलाई फ्रेस राख्नु पाहाड चढ्नु भ्लगहरू हेरिरहनु भएको छ होइन पाहाड चढ्नु मैले त्यो भ्लगमा के भयो भनेको थिएँ भन्दा मेरो उनीको घर चाहिँ त्यहाँबाट देखाएको थिएँ मैले तर अफसोस मेरो उनी नभए पनि अरू कसैकै भइसक्यो तर जहाँ होस् जे होस् जस्तो अवस्था भयो राम्रो गरोस् राम्रो होस् उसको म त्यही भन्न चाहन्छु मेरो बाटोमा सायद मैले नराम्रो सोचेँ होला सायद उसलाई तर मलाई फरक पर्दैन कि म त मान्छे मात्रै अलिक काले पऱ्यो होइन तर उसको त मनै कालो परेछ क्या त्यही भएर मेरो मान्छे कालो भए पनि सफा हुनुपर्छ मान्छे जति गोरो भए पनि त्यो भित्रको कालो भएपछि त्यो केही फरक नै पर्दैन क्या मान्छे गोरो कालो भएर पनि केही नै फरक पर्दैन क्या जस्ट माया गर्नु पऱ्यो मनले पनि यति भइसक्यो मेरो अब यो टाइममा मैले यस्तो कुरो गर्न त नमिल्यो किनभने मेरो त्यो टाइम त आएको छैन कि अहिले मैले यो रनिङ गर्दा फर इक्जाम्पल म एउटा लाइफको एउटा कुन चाहिँ पाठमा पुग्यो भन्दा अब मेरो अब खेलकुददेखि भन्ने चाहिँ सबै गइसक्यो क्या अब भन्दा मेरो जिम्मेवार हो काठ पछाडि हुन्छ अनि भने मेरो यो माया घुम्ने सुन्ने टाइम नै हुँदैन म पैसा कमाउनु हो अनि मेरो सपना चाहिँ के छ भन्दा लाङटाङ हिमाल चढ्नुपर्ने छ त्यो सपना चाहिँ म पुरा गर्छु चाहे जति नै पैसा किन नलागोस् त्यही म चढ्छु तर एक्लै होइन उनीले पनि मसँग बाचा गरेको थियो एउटा भाइ पनि थियो चढ्छु म तिमीसँग भन्थ्यो तर ठिक छ ऊ अहिले कहाँ छ के गर्दैछ मलाई थाहा छैन तर जहाँ गए पनि जे गरे पनि यो उसले हेरिरहेको छ भने तिमी नगए पनि अब यहाँको माथि लिएर गएर पनि त्यहाँ लाङटाङ माथि म चढेँ भने म त्यहाँ तिम्रो लागि राखिदिन्छु त आउन सकेन माफ गरिदिनु लाङटाङ भनेर अर्थात् गरेर गर्नेछु ठिक छ त्यति नै हो फाइनली हाम्रो घुमाउने चाहिँ आइसकेको छ घुमाउने अब यहाँतिर चाहिँ यस्तो छ अब के को लागि बना हो के को लागि गरे हो यो केही पनि थाहा छैन मलाई त्यही भएर यस्तो छ के को लागि बनायो के को लागि बनाउँछ अहिले बन्दैन रोड चाहिँ बन्दैन फेरि ढिलो यहाँ बाइक हिँड्छ गाडी हिँड्छ यो बाटो चाहिँ कहिले बन्दैन मान्छे हिँड्छ कहिले बन्दैन क्या अब यस्तो ठाउँतिर चाहिँ यस्तो घर बङ्गला टोइलेट यस्तो बन्ने तर रोड पनि कहिले बन्दैन हाम्रो मेन गरी नेपालमा रोड पुगेको अनि सुविधाहरू पुग्छ त सामानहरू गिफ्टीहरू बालहरू पुग्न सक्छ त रोड नै नपुगेपछि के लाग्छ सानो यो छोटो भएको यो चाहिँ धेरै गाउँको भएर फारम चाहिँ यो है ल फारम लुची बारी तपाईँहरू अब जेठा सालतिर लुची किन हुनुहुन्छ भने फारम आउनु होला विद्युर चारमै हो यो नि त्यो त नआएको चाहिँ माथि धेरै मेरो मोबाइलले क्वालिटीले भएन बच्चाहरू चाहिँ खेलिरहेछ यहाँतिर देख्न सक्नुहुन्छ अहिले यहाँ चाहिँ राम्रो छ फारममा फारम एकदम विकसित ठाउँ हो है ल मलाई चाहिँ जस्तो लाग्छ लिची छ यहाँ हरेक चिज बिरुवाहरू पाइन्छ क्या हेलो रे ल भ्लगमा आउँछ है ल भ्लगमा आउँछ है ल एकदम विकसित ठाउँ हो यो फारम पनि मलाई चाहिँ लाग्छ आलु सालु सब हरेक चिज हुन्छ
हामी वास्तविक लुची चोर्न पनि यही नै आउँछ है। एउटा राजकी बात बताइदिएँ मैले, तर लुची चोर्न त आउँछ। ब्लगर होइन हो, म सानो एउटा म्युजिक आर्टिस्ट हो। वास्तविक म म्युजिक आर्टिस्ट हो है। थोरै भ्लग मात्रै गर्दा यो स्टोरी मेरो स्टोरी सुनाउनु पर्ने भएन। अझै पुरानो घरहरू छ क्या फारममा। यहाँ यस्तो बवाल के माछा साछाहरू हाल्थ्यो होला, अहिले यस्तो काँडा साडा फलिरहेछ। लुची लुची घारी फुल फुल्न थालिसक्यो है। बवाल हुन्छ बवाल। त्यो पो छ कि छैन? लाउन छैन रहेछ यार, म त आउनु मात्रै भयो त त्यसो भए त। किधर गए? मलाई चाहिँ यस्तो यस्तो ठाउँहरू आनन्द लाग्छ। केही छैन, शान्त चराहरू कराइरहन्छ, एकदम मनपर्छ। धेरै केटाहरू पनि केटी केटी भनेर हुँदैन, यस्तै आनन्द ठाउँ अथवा कुनै ठाउँमा जाओ हिँड्नु हुँदैन। त्यो लौडा नसुनेर केही फाइदा छैन। यो चाहिँ मेरो एउटा तपाईँहरूलाई अथवा तपाईँहरूलाई एउटा मेसेज जस्तै हो क्या। यो चिज भनेको एउटा संसारमा बस्ने जेलसम्म भ्यालु हुनु भने नि पैसा कमाउँदा मात्रै हो क्या। पैसा कमाउने मान्छेसँग मात्रै भ्यालु छ जस्तो लाग्छ मलाई चाहिँ। जो त्यो त अभियसली भइ नै हाल्छ कि, तपाईँहरूले पनि बुझ्नै पर्ने हो, बुझ्छ नै। मैले चाहिँ अनि एउटा सुनाउन बिर्सिरहेँ। मैले चाहिँ एउटा उनीप्रति भन्ने एउटा कविता र मेरो भावना जस्तो लेखेको छु क्या। त्यो चाहिँ म कसैलाई दिनेवाला छु। यो चाहिँ स्पेसल मेसेज उहाँलाई नै पुगोस्। अनि त्यो लेखेको छु। अनि त्यो भावना चाहिँ व्यक्त गर्न मैले त्यहाँ पाएन र अलिकति मैले टुक्का मात्रै अलिकति भन्दै, टपिक चाहिँ उनीप्रतिको माया हो। त्यो एउटा कविता जस्तै नै हो र त्यो लाइफमा चाहिँ अब त्यो चाहिँ मेरो लाइफसँग जोडिएको चिज हो है। उसको र मेरो लाइफमा जोडिएको चिज हो। मैले त्यो पनि भनिदिएँ है। तपाईँहरूलाई मैले के लुकाउन सक्छु त? केही लुकाउन सक्दिनँ। उसको लागि उनीप्रतिको मायाको लागि एउटा मैले दाइको कभर गरेँ। चैत वैशाखको खडेरीमा आगो बाल्न चलाइदियो, बन्दै गरे थियो मन्दिर मनमा बिचमा आएर चलाइदियो। बुद्धको जस्तै शान्त मन्थे ढुङ्गा हानी चलाइदियो। अहिले के भयो भनेर सोध्छ, लास्टमा मेरो सपना र मेरो मायालाई नै चलाइदियो। घुम्दा घुम्दा यता कफी गाडी है। यो चाहिँ अब यहाँतिर कालिजहरू नि देखाएको थिएँ मैले चाहिँ। अनि यो चाहिँ पहिला आन्टीहरू पौडिने ठाउँ, अहिले चाहिँ यस्तो भएको छ। जस परिस्थिति र अनुसार, परिस्थिति अनुसार होइन, हरेक चिज डेभलप हुँदो रहेछ क्या। त्यसैले यो मेरो भ्लग अथवा हेरेर मेरो मन चाहिँ डेभलप नहोस्, चेन्ज नहोस् भनेर। यसले यो भन्यो त्यो भन्यो, त्यो गर्यो यो गर्यो भनेर त्यस्तो मलाई दया माया केही पनि लाग्दैन क्या। एउटा सोच मात्रै हो। जुन मैले भनेको थिएँ नि, फारम चाहिँ तल भयो। त्यो चाहिँ रङबारीको बस्ती चाहिँ यस्तो छ है। त्यो चाहिँ त्यहाँ छ क्या। फेरि उनीको लागि भनेर फुल त्यहाँ पनि राखेको थिएँ। यतातिर चाहिँ मैले यो फुल टिप्नु लगाएर थिएँ, ठ्याक्कै लगाएर यो। तर अफसोस कि बात के गर्नु, म दिन सकिएन। यो चाहिँ रङबारी यस्तो छ है। ल ठिक छ, देख्न सक्नुहुन्छ, झकास छ। थोरै बस्ती भए पनि शान्त छ क्या, मिल्दो छ। यो हिँड्दा बुढो हुन लागिसकेँ। अनि यो बाटो अब अनि फाइनल जस्तै नै हो। ल भ्लग आज यति नै लाग्यो। मेन स्टोरी चाहिँ मैले के लाग्यो भन्दा त्यही जुन मैले भनेको चिजहरू नै हो। नेक्स्ट भ्लगमा भेटौँला।